कर्णाली प्रदेशको दैलेख जिल्ला अन्तर्गत पर्ने चामुण्डा बिन्द्रासैनी नगरपालिका निकै नै सुन्दर र रमणीय स्थलमा अवस्थित नगरपालिका हो। यहाँ विभिन्न जात जातिको बसोबास र थुप्रै पर्यटनका सम्भावना बोकेका ठाउँहरू यस नगरपालिकामा पर्छन्। चामुण्डा बिन्द्रासैनी नगरपालिकाको क्षेत्रफल 90.60 वर्ग किमी छ। समुद्री सतहदेखि न्यूनतम 600 मिटर र अधिकतम 3000 मिटरसम्मको उचाइमा रहेको यो नगरपालिकाको सदरमुकाम 1350 मिटरको उचाइमा जम्बुकाँधमा रहेको छ। यस नगरपालिकाको कुल भूभागमध्ये 12,058 हेक्टर वनजङ्गल र 3,745 हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनले ओगटेको छ। यो नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लामा रहेको छ। यस नगरपालिकाको नामाकरण साबिकको चामुण्डा गाविस र लयाटी बिन्द्रासैनी गाविसको नामबाट गरिएको छ। यस नगरपालिकाको पूर्वमा भैरवी गाउँपालिका र दुल्लु नगरपालिका, पश्चिममा आठबीस नगरपालिका र ठाँटीकाँध गाउँपालिका, उत्तरमा ठाँटीकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन्। स्थानीय तहको पुनः संरचना गरिँदा यो नगरपालिका साबिकका चामुण्डा गाविस, जम्बुकाँध गाविस र लयाटी बिन्द्रासैनी गाविसलाई एकीकरण गरी चामुण्डा बिन्द्रासैनी नगरपालिका नामाकरण गरी पुनः संरचना गरिएको छ। भौगोलिक स्वरूप अनुसार यो नगरपालिका उत्तर दक्षिण भएर फैलिएको छ। पूर्वमा पर्ने देवघाट खोला, पश्चिममा पर्ने रामघाट खोला र दक्षिणमा अविरल बगिरहेको कर्णाली नदी यस नगरपालिकाका ठूला जल सम्पदाहरू हुन्। यस सदरमुकाम साबिकको जम्बुकाँध गाविसको जम्बुकाँधमा रहेको छ। चामुण्डा बिन्द्रासैनी नगरपालिका स्थानीय तहको पुनः संरचना हुँदा साबिकका चामुण्डा, जम्बुकाँध र लयाटी बिन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरी 2073 साल फागुन 27 गते विधिवत रूपमा स्थापना भएको हो। यस नगरपालिकालाई विशेष गरी 9वटा वडाहरूमा विभाजन गरिएको छ, जसमा साबिकको चामुण्डा गाविसलाई वडा नम्बर 1, 2, 3 र 4 नम्बर, जम्बुकाँध गाविसलाई वडा नम्बर 5 र 6 तथा साबिकको लयाटी बिन्द्रासैनी गाविसलाई वडा नम्बर 7, 8 र 9 नम्बर वडामा विभाजन गरिएको छ। दैलेख जिल्ला विभिन्न जात जातिहरूको उद्गम स्थलको रूपमा रहेको कुरा इतिहासहरूले व्याख्या गरेका छन्। यो नगरपालिका पनि दैलेख जिल्लाका 11वटा स्थानीय तह मध्येको एक जातीय विविधतायुक्त नगरपालिका हो।